Check. 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 यही न हो इतिहास होइन वर्तमानको यो लाइभ 105 FM क्रस केही रमाइलोपल जिन्दगीको एन्टरटेनमेन्ट 918 FM तपाईँ सुन्दै हुनुहुन्छ र यसलाई हामीले अनलाइनमा फेसबुक मार्फत प्रमोट पनि गरिराखेका छौँ। गुरु नमस्ते। नमस्कार। हजुरको परिचय? म तीर्थराज पोखरेल, हाल गुरुकुल सङ्गीत प्रशिक्षण केन्द्रको संस्थापक सदस्य र त्यसै गरेर अहिले भइरहेको नेपाल आइडलमा जुन पोखरेली हाम्रो सानो भाइ बुद्ध लामा पुगेका छन्, बुद्ध लामा जिताउँ अभियानको चाहिँ सहसंयोजकको रूपमा म अहिले रहेको छु। जस्तो हामी यहाँ देखिराखेका छौँ, यो ब्यानरमा चाहिँ के लेखिएको छ? ब्यानरमा चाहिँ लेखिएको छ कि यो सिङ्गो पोखराको प्रतिष्ठा र गौरवसँग जोडिएको नाम बुद्ध लामा। हामी बुद्ध लामालाई चाहिँ जति सक्दो अब टप 3 मा पुग्न सफल भएका छन्, उनलाई चाहिँ अब हामी नेपाल आइडलको रूपमा, पहिलो आइडलको रूपमा हामी हेर्न चाहन्छौँ, हामी आतुर छौँ। उहाँसँगको सम्बन्ध चाहिँ कस्तो छ बुद्ध लामासँग? बुद्ध लामासँग सम्बन्ध भन्ने हो भने मेरो गुरु शिष्यको नाता, ऊ मेरो एउटा एकदम प्रिय शिष्य चेलो र सँगसँगै सबै साथीभाइसँग पनि उसको एकदम राम्रो सम्बन्ध। पोखरामा पनि पहिलेदेखि सानैदेखि साङ्गीतिक रूपमा चिनिएको भएको कारणले अहिले अन्तिम समयमा चाहिँ उसको एउटा गुरुको रूपमा आफू पनि चिनिन पाउँदाखेरि पनि आफूलाई पनि गर्व लागिरहेको छ। पहिलोपल्ट बुद्ध लामाले गाएको गीत चाहिँ कुन थियो तपाईँसँग? मसँग आउँदाखेरि सुरुमा आएको थियो एउटा गीत जो युट्युबमा पनि छ, उसले यही कार्यक्रममा गाएको थियो, ऊ जितेर गई या हारेर गई भन्ने गीत, जसले चाहिँ अहिले भ्युअर्सहरू पनि धेरै पाएको छ सानो हुँदाखेरि। र त्योभन्दा अगाडि धेरै अरू पनि गीतहरू छन्, तर यादको रूपमा चाहिँ ऊ जितेर गई जो म आफैले तबला बजाएर उसलाई चाहिँ गराएको छु गुरुकुलमै, आजभन्दा 4 वर्ष पहिलादेखि जोडिएको छ। आजको दिनमा चाहिँ तपाईँहरू यहाँ के गर्नुहुन्छ? जस्तै हामी धेरै स्टुडेन्टहरू देखिराखेका छौँ जो पछि गएर फेरि आइडल बन्न सक्नुहुन्छ नेपालकै, अनिलदेखि लिएर होइन? हजुर हजुर। उहाँहरूको बारेमा अनि आजको प्रोग्रामको बारेमा? वास्तवमा यो अहिले जुन गौरवमय यो पोखराको लागि जुन बाटो छ, चिनारी छ बुद्ध लामाको रूपमा, हुन त पहिला पनि पोखराका स्रष्टाहरू नभएका होइनन्, आइरहेकै हुन् राष्ट्रिय स्तरमा, र अहिलेको यो अन्तिम समयमा पनि पोखराबाट एउटा प्रतिनिधित्व गर्ने बुद्ध आउँदाखेरि गुरुकुलमा रहेका सबैजना एकदम हर्षित छौँ, सबैजना गौरवान्वित छौँ, सबैका साथीभाइ हिजोसम्म रहिरहेको आज ऊ चाहिँ टिममा आउँदाखेरि सबैजना खुसी छौँ। र आज हामी विशेष गरेर शुक्रबारको कार्यक्रममा बुद्ध लामालाई भोट गरौँ र सँगसँगै सङ्गीत पनि सुनौँ भन्दै बुद्ध लामालाई जिताउनको लागि यही साङ्गीतिक माहौलबाट हामी आज यहाँबाट सुरुवात गरिरहेका छौँ। गुरुले नि भनिदिनुहोस् न, भोट गर्न चाहिँ कसरी हो? भोट गर्नको लागि सजिलो, सबैभन्दा अब नेपालमा रहनुहुने सम्पूर्ण जो हुनुहुन्छ उहाँहरूले आफ्नो मेसेज बक्समा जानुहोला, मेसेज बक्समा गएर 03 टाइप गर्नुहोला र त्यसपछि 35225 मा सेन्ड गरिदिनु होला। र विदेशमा रहनुहुने जो हुनुहुन्छ, देश विदेशमा रहनुहुने उहाँहरूले अहिलेको नेपाल आइडल फिनाली एप्स डाउनलोड गर्नुहोला र त्यसबाट एक दिनमा एउटा आइडीबाट 50वटासम्म भोट गर्न सकिन्छ। जति सक्दो धेरै आइडी बनाएर तपाईँहरूले बुद्धलाई प्लिज भोट गरिदिनु होला। हाम्रो सबैको सान बुद्ध लामा नै हो, हामीहरूको लागि उसलाई जिताउने हामी अभियानमा छौँ, सबैले साथ दिनु होला। धन्यवाद। अन्तिम प्रश्न हजुरलाई आजको प्रोग्रामको यो कार्यक्रममा, जस्तो बुद्धले गाएकै गीत अलिकति गुनगुनाइदिनुहोस् न हजुरले। बुद्धले गाएको गीतमा अब धेरै गीत गाएको थियो। जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। वाउ, थ्याङ्क यू सर, धन्यवाद। यति राम्रो कलाकार दिनुभएकोमा तपाईँलाई धेरै धेरै बधाई, शुभकामना। धन्यवाद तपाईँलाई पनि। यो बुद्ध लामाको जुन जिताउँ अभियानमा यसरी हामीलाई आफै गुरुकुलसम्म आइदिएर जुन सहयोग गर्नुभएको छ, वास्तवमा यो तपाईँको अमूल्य सहयोगको लागि पनि म मुरी धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद सर। अब तपाईँको प्रोग्राम हेर्नुहोस्। हस्, थ्याङ्क सर। अबको कार्यक्रम योगेश कार्कीजी हुनुहुन्छ कि नै? आज कार्कीजी हुनुहुन्न, आउनुभएको छ।